दर्शकबिनहरू नमस्ते। यतिखेर तुलसीपुरको बस पार्क स्थित यो पश्चिम जाने बाटोमा पातो खोलामा करिब 15 मिनटदेखि जाम लागिरहेको छ र खास यहाँ जाम लाग्नुको कारण चाहिँ मैले के बुझेँ भनेपछि यतिखेर स्कुल लाग्ने समय भएको छ र स्कुलका बस पनि अत्याधिक आइरहेका छन् र अन्य गाडीहरू पनि र अफिस टाइम भएको कारणले र पुल सानो भएको कारणले र कतिपय चालकले पनि जबरजस्ती गाडी पेल्नाले अगाडि टपेर जानले चाहिँ यो बाटो जाम भएको हो भन्ने मैले बुझ्छु। यसरी चाहिँ अन्य चालकहरूले पनि गाडी नपेल्नु होला, जाम लागेको छ। तपाईलाई मात्र हैन सबैलाई ढिलो हुन्छ, अफिस टाइम पनि भएको छ। त्यसकारणले हामी सबैले बुझ्नुपर्ने हुन्छ। हामी लाइनमा छौँ र तपाईहरुले हामीलाई टपेर जाँदाखेरि अगाडि उताबाट आउने गाडीलाई समस्या हुन जान्छ। त्यसकारणले हामीले सबैले बुझ्नुपर्ने हुन्छ। गाडीमा आफ्नो नेम फलो गरेर गाडी चलाउनु भयो भने खासै जाम पनि लाग्दैन होला भन्ने म बुझ्छु। जाम परिदैन, त्यसकारण हामी यतिखेर चाहिँ 15 मिनट भइसक्यो र यतिखेर अलि त जाम खुलिसकेको छ। हामी अगाडि बढ्दैछौँ बिस्तारै। समथिङ 15 मिनट जाम भइसकेपछि खुलेको छ। यहाँ देख्न सक्नुहुन्छ, तपाईहरुले भिडियो प्रत्यक्ष देखाइरहेका छौँ। अहिले यहाँनिर चाहिँ खुलेर हामी अलि त अगाडि बढिसक्यौँ। यो पुल चोक ठ्याक्कै यहाँनिर चाहिँ जाम लागेको थियो। यसरी चाहिँ देखाएको होला, अगाडि बढिसक्यौँ हामी। अहिले चाहिँ अलि त हल्का